गैंडा कति उमेरमा गर्भधारणका लागि सक्षम हुन्छन् भनेको छ। यसको राइट एन्सर हुन्छ क को चाहिँ हाम्रो 7 वर्षमा चाहिँ भाले गैंडा चाहिँ गर्भधारणको लागि सक्षम हुन्छ। क्वेसन नम्बर 2 मा छ गैंडाको एउटा खुट्टामा कतिवटा नङ हुन्छन् भनेको छ। हाम्रो यसको राइट एन्सर क मा छ 12 वटा, ख मा छ 9 वटा, ग मा छ 6 वटा र घ मा छ 3 वटा। यसको राइट एन्सर हुन्छ 3 वटा। क्वेसन नम्बर 3 मा रहेको छ निम्न जनावर मध्ये समूह प्रेमी जनावर कुन हो भनेको छ। हाम्रो क मा छ भालु, ख मा छ हाब्रे, ग मा छ बारासिंगा र त्यो घ मा छ कुनै पनि होइन भनेको छ। यसको राइट एन्सर चाहिँ ग हुन्छ बारासिंगा। क्वेसन नम्बर 4 मा छ लिनसाङ कस्तो जनावर हो भनेको छ। क मा भद्र, ख मा छ हिंस्रक, ग मा छ लजालु र घ मा छ माथिको सबै भनेको छ। हाम्रो यसको राइट एन्सर हुन्छ भद्र, क को चाहिँ राइट एन्सर हुन्छ। क्वेसन नम्बर 5 मा छ लिनसाङको संरक्षणमा देखिएका चुनौती कुन हो भनेको छ। क मा छ चोरी सिकारी, ख मा छ वासस्थान अभाव, ग मा छ आहार अभाव र घ मा छ माथिको सबै भनेको छ। यसको राइट एन्सर माथिको सबै हुन्छ घ को। क्वेसन नम्बर 6 मा छ क्वेसन नम्बर 6 मा चाहिँ चालु 15औं योजना अनुसार वन जैविक विविधता तथा जलाधारमा कतिवटा लक्ष्य निर्धारण गरेको छ भनेको छ। यसको चाहिँ क मा छ 2 वटा, ख मा छ 3 वटा, ग मा छ 4 वटा र घ मा छ 5 वटा भनेको यसको राइट एन्सर हुन्छ 2 वटा, क को चाहिँ राइट एन्सर हुन्छ। क्वेसन नम्बर 7 मा छ क्वेसन नम्बर 7 मा के छ भनेको चाहिँ पहरे बाँदर कतिसम्म बाँच्न सक्छ भनेको छ। क मा छ 12 वर्ष, ख मा छ 15 वर्ष, ग मा छ 12 देखि 15 वर्ष र घ मा छ 15 देखि 20 वर्ष भनेको छ। यसको राइट एन्सर हुन्छ ग को चाहिँ 12 देखि 15 वर्षको उमेरसम्म बाँच्न सक्छ। क्वेसन नम्बर 8 मा रहेको छ सालक खतराबाट बच्न के गर्छ भनेको छ। क मा छ भाग्छ, ख मा छ चिच्याउँछ, ग मा छ भकुण्डो जस्तो डल्लो पर्छ, घ मा छ केही गर्दैन भनेको छ। हामीले यसको राइट एन्सर चाहिँ भकुण्डो जस्तो डल्लो पर्छ, ग चाहिँ यसको राइट एन्सर हुन्छ। क्वेसन नम्बर 9 मा रहेको छ गैंडा, बाघ, हात्ती, मृग, ध्वाँसे चितुवा, हिम चितुवा वा गौरी गाई मार्ने वा घाइते पार्ने व्यक्तिको सुराग लगाई पक्राउ गराइदिने व्यक्तिलाई कति नगद पुरस्कार दिने व्यवस्था गरेको छ भनेको छ। क मा छ 50,000 रुपैयाँसम्म, ख मा छ 25,000 रुपैयाँसम्म, ग मा छ 30,000 रुपैयाँसम्म, घ मा छ 10,000 रुपैयाँसम्म। हाम्रो चाहिँ यसको राइट एन्सर क्वेसन नम्बर 9 को चाहिँ राइट एन्सर हुन्छ क को चाहिँ 50,000 रुपैयाँसम्म चाहिँ पुरस्कार दिने व्यवस्था गरेको छ। क्वेसन नम्बर 10 मा छ निम्नमध्ये आहारका लागि रातमा सक्रिय हुने जनावर कुन हो भनेको छ। क मा छ बाँदर, ख मा छ गाई, ग मा छ सालक र घ मा छ रतुवा भनेको छ। यसको राइट एन्सर ग को हुन्छ चाहिँ सालक हुन्छ। नायन वा अर्गालीको अङ्ग्रेजी नाम के हो भनेको छ। क मा चाहिँ ग्रिट फाइबिटेन सिप, ख मा छ ग्रिट सिप, ग मा छ सिप ग्रिट र घ मा छ फिबेटन सिप भनेको छ। हाम्रो चाहिँ यसको राइट एन्सर हुन्छ क को चाहिँ ग्रिट फाइबिटेन सिप भन्छ। क्वेसन नम्बर 12 मा छ सासलाई नेपालीमा के नामले चिनिन्छ भनेको छ। सुसुक, क मा छ सुसुक, ख मा छ बलहन, ग मा छ सुसु र घ मा छ भगीरथ भनेको छ। हाम्रो यसको राइट एन्सर हुन्छ भगीरथ, घ को चाहिँ भगीरथ हुन्छ। क्वेसन नम्बर 13 मा छ सोच कस्तो प्राणी हो भनेको छ। क मा छ जलचर, ख मा छ उभयचर, ग मा छ दुवै र घ मा छ स्थलचर भनेको छ। हाम्रो चाहिँ यसको राइट एन्सर हुन्छ क को चाहिँ जलचर प्राणी हो सोच चाहिँ। क्वेसन नम्बर 14 मा छ कस्तुरी मृगको अङ्ग्रेजी नाम के हो भनेको छ। क मा छ मुस्क, ख मा छ डिर, घ मा छ मुस्कर र घ मा छ डिर मुस्क भनेको छ। हाम्रो यसको राइट एन्सर हुन्छ मुस्कर भन्ने हुन्छ ग को चाहिँ। क्वेसन नम्बर 15 मा छ कुन कस्तुरी मृगमा बिडा हुन्छ भनेको छ। क मा छ भाले पोथी दुवैमा, ख मा छ भालेमा, ग मा छ पोथीमा र घ मा छ कुनै पनि होइन भनेको छ। हाम्रो चाहिँ 15 मा चाहिँ यसको राइट एन्सर हुन्छ ख को हुन्छ भालेमा हुन्छ बिडा। सम्बन्धी व्यवस्था, ख मा छ साझेदार वन क्षेत्र सम्बन्धी व्यवस्था, ग मा छ कबिलियती वन सम्बन्धी व्यवस्था र घ मा छ सामुदायिक वन सम्बन्धी व्यवस्था भनेको छ। हाम्रो यसको राइट एन्सर चाहिँ घ को हुन्छ सामुदायिक वन सम्बन्धी व्यवस्था। क्वेसन नम्बर 83 मा छ बिडालाई अर्को के नामले चिनिन्छ भनेको छ। थिनु, क मा छ थिनु, ख मा छ जुर्या, घ मा छ लिट्या र ग मा छ लिट्या र घ मा छ माथिको सबै भनेको छ। हाम्रो यसको राइट एन्सर हुन्छ माथिको सबै भन्छ। बिडालाई चाहिँ लिट्या पनि भन्छ, जुर्या पनि भन्छ र थिनु पनि भन्छ। क्वेसन नम्बर 24 मा छ हानेको लागि प्रख्यात ठाउँ कुन हो भनेको छ। क मा छ चितवन राष्ट्रिय निकुञ्ज, ख मा छ बर्दिया राष्ट्रिय निकुञ्ज, ग मा छ लामटाङ राष्ट्रिय निकुञ्ज
र घमा छ कुनै पनि होइन भनेको छ। हाम्रो चाहिँ यसको गको एन्सर लामटाङ राष्ट्रिय निकुञ्जमा हो पर्खा। क्वेसन नम्बर 25 मा छ एक खागे गैंडाको वैज्ञानिक नाम के हो भनेको छ राइनोसेरस युनिकोर्निस यूनिसियस राइनोसेरस युनिकोरिस भनेको छ। यसको हाम्रो राइट एन्सर चाहिँ घ हुन्छ, राइनोसेरस युनिकोरिस। क्वेसन नम्बर 26 मा छ निम्नमध्ये अरूले मारेर छोडेको शिकार खाने जनावर कुन हो भनेको छ कमा छ हुडार, खमा छ बाघ, गमा छ हात्ती, घमा छ सिंह भनेको छ। हाम्रो चाहिँ यसको राइट एन्सर हुन्छ हुडार। कको चाहिँ राइट एन्सर क हुन्छ 26 को हुडार। क्वेसन नम्बर 27 मा छ कृष्णसारको लागि प्रख्यात स्थान कुन हो भनेको छ कमा छ चितवन राष्ट्रिय निकुञ्ज, खमा छ बर्दिया राष्ट्रिय निकुञ्ज, गमा छ सगरमाथा राष्ट्रिय निकुञ्ज र घमा छ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज। यसको राइट एन्सर हुन्छ खमा छ बर्दिया राष्ट्रिय निकुञ्ज हुन्छ कृष्णसारको लागि। क्वेसन नम्बर 28 मा छ कृष्णसारको अङ्ग्रेजी नाम के हो भनेको छ कमा छ बक, खमा छ क्लाउडेड, गमा छ ब्ल्याक र घमा छ बक ब्ल्याक भनेको छ। हाम्रो यसको राइट एन्सर हुन्छ ब्ल्याक, गको राइट एन्सर हुन्छ। क्वेसन नम्बर 29 मा छ कृष्णसारको समूहको नेतृत्व कसले गर्छ भनेको छ पोथीले, कमा छ पोथीले, खमा छ भालेले, गमा छ समूहमा बस्दैन र घमा छ रुखमा बस्छ भनेको छ। हाम्रो चाहिँ यसको राइट एन्सर हुन्छ कको चाहिँ हुन्छ पोथी। क्वेसन नम्बर 30 मा छ चरी बाघ कति वर्ष बाँच्ने अभिलेख छ भनेको छ चरी बाघ चाहिँ कमा छ 11 वर्ष, खमा छ 12 वर्ष, गमा छ 13 वर्ष र घमा छ 14 वर्ष भनेको छ। हाम्रो यसको राइट एन्सर हुन्छ गको चाहिँ 13 वर्ष हुन्छ। क्वेसन नम्बर 31 मा छ चरी बाघलाई अर्को के नामले चिनिन्छ भनेको छ कमा छ सानो चितुवा, खमा छ खैरो चितुवा, गमा छ ध्वाँसे चितुवा र घमा छ कुनै पनि होइन भनेको छ। हाम्रो चाहिँ क्वेसन नम्बर 31 को चाहिँ राइट एन्सर कको हुन्छ सानो चितुवा। क्वेसन नम्बर 32 मा छ चौका कुन क्षेत्रमा पाइन्छ भनेको छ चौका चाहिँ कमा छ हिमाली, खमा छ पहाड, गमा छ मधेस र घमा छ भावर भनेको छ। हाम्रो चाहिँ यसको राइट एन्सर चाहिँ भावरमा हुन्छ घको।